नमस्कार, फेरि पनि म सन्तोष एसपी सर। आज हामी स्टेप 1 को पार्ट 4 मा रहेर भिडियो बनाइरहेको छौँ, जुन हेलो अल्केन अन्तर्गत नै रहेको छ र जसमा ल्याब प्रिपरेसन अफ क्लोरोफर्म एन्ड केमिकल प्रोपर्टिजलाई लिएको छु मैले। यो हेलो अल्केन भन्ने टपिक्समा क्लोरोफर्म ट्राइक्लोरोमिथेन धेरै नै इम्पोर्टेन्ट केमिकलको रूपमा रहन्छ र जसलाई ल्याबमा बनाउनको लागि क्लोरोफर्म ल्याबमा बनाउनको लागि हामीले ब्लिचिङ पाउडर युज गर्छौँ। ब्लिचिङ पाउडरलाई पेस्ट बनाउँछौँ वाटर हालेर र क्याल्सियम हाइड्रोक्साइडको पेस्ट फर्मेसन हुन्छ र यो क्लोरोफर्म ल्याबमा बनाउँदा हामीले दुईवटा केमिकलबाट बनाउन सक्छौँ, कि त इथेनोलबाट कि त एसिटोनबाट हामीले बनाउन सक्छौँ यसलाई। अब अल्कोहल इथेनोलबाट हामीले बनाउनु पऱ्यो भने 3 स्टेपमा। फर्स्ट स्टेपमा अक्सिडेसन गराउँछ क्लोरिनले र अक्सिडेसन हुँदा इथेनोल अक्सिडेसन भएर इथेनलमा चेन्ज हुन्छ र फर्दर त्यसलाई एक्सेस क्लोरिनले क्लोरिनेसन गराएर यसको 3टा हाइड्रोजन रिप्लेस गरेर क्लोरल भन्ने कम्पाउन्ड फर्मेसन हुन्छ। धेरै इम्पोर्टेन्ट कम्पाउन्ड हो यो क्लोरल, पछि डिटिटी बनाउने बेलामा नै युज हुन्छ र क्लोरललाई अब हाइड्रोलाइसिस गरेर यसले क्लोरोफर्म भन्ने मेजर प्रोडक्ट बन्छ। त्यहाँ साइड प्रोडक्ट क्याल्सियम फर्मेट पनि बनेको हुन्छ साइड प्रोडक्ट र मेन प्रोडक्ट ट्राइक्लोरोमिथेन क्लोरोफर्म। र सेकेन्ड हामीले यसलाई बनाउन सक्छौँ क्लोरोफर्मलाई एसिटोन युज गरेर र एसिटोन प्रोपेनोनबाट बनाउँदाखेरि 2 स्टेप। फर्स्टमा क्लोरिनेसन ट्राइक्लोरो एसिटोन, त्यस्तै 3टा हाइड्रोजन 3टा सिएलले रिप्लेस गर्नुहोस् यहाँ जस्तै। त्यसपछि त्यसलाई फर्दर हाइड्रोलाइसिस गर्नुहोस् र प्रोडक्ट बन्छ क्लोरोफर्म। साइड प्रोडक्ट हुन्छ यसको क्याल्सियम एसिटेट। र यसरी हामीले आइदर इथेनोल अथवा एसिटोनबाट ल्याबमा क्लोरोफर्म प्रिपेयर गर्न सक्छौँ र जसको लागि सबैभन्दा पहिला ब्लिचिङ पाउडरको पेस्ट बनाउनु पर्ने हुन्छ र त्यो नभुल्नुहोस्, ब्लिचिङ पाउडरको फर्मुला CaOCl2। र सँगै हामीले यसलाई अब केमिकल प्रोपर्टिज क्लोरोफर्मको ल्याब प्रिपरेसन सँगसँगै 8वटा 9वटा केमिकल प्रोपर्टिजहरू एक्जाममा धेरै नै इम्पोर्टेन्ट रहेको हुन्छ, जसको लागि मैले स्टेप वाइज सर्टकटमा केमिकल प्रोपर्टिज। फर्स्ट प्रोपर्टिज अक्सिडेसन, जहाँ क्लोरोफर्मलाई अक्सिजनसँग एटमोस्फेरिक एयरसँग सनलाइटको प्रेजेन्समा रियाक्सन गराउँदा प्रोडक्ट के बन्छ भन्ने कुरा जान्नु जरुरत छ। जुन कम्पाउन्ड छ कार्बोनाइल क्लोराइड, जुन चाहिँ हाइली पोइजनस ग्यास हो, जसलाई फोस्जिन ग्यास पनि भनिन्छ। COCl2 कार्बोनाइल क्लोराइड फोस्जिन ग्यास। त्यही भएर क्लोरोफर्मलाई स्टोर गर्ने बेलामा एयर टाइट डार्क बोतलमा स्टोर गर्नुपर्ने हुन्छ, नभए क्लोरोफर्म अक्सिडाइज्ड भएर एकदम हाइली पोइजनस ग्यास बन्दो रहेछ, जसको नाम हो कार्बोनाइल क्लोराइड फोस्जिन ग्यास। त्यो नबनोस् भनेर क्लोरोफर्मलाई एयर टाइट डार्क बोतलमा स्टोर गरिन्छ। एयर टाइट भएपछि अक्सिजन इन्टर गर्न पाउँदैन र डार्क बोतल भएपछि सनलाइटको इन्टर हुँदैन र कार्बोनाइल क्लोराइड हुनबाट जोगाउँछ त्यसले। र क्लोरोफर्मको बोतलमा थोरै इथाइल अल्कोहल राखिन्छ किन भनेर पनि पछि क्वेसन्समा हामी डिस्कस गर्नेछौँ। र सेकेन्ड प्रोपर्टी छ एक्सन विथ सिल्भर पाउडर। कुनै पनि क्लोरोफर्मलाई सिल्भर पाउडरसँग हिट गऱ्यो भने इथाइन ग्यास फर्मेसन हुन्छ, जसलाई एसिटाइलिन पनि ट्रिपल बोन्ड फर्मेसन हुन्छ। क्लोरोफर्मको 2टा मोलिक्युलसँग चाहिँ यहाँ सिल्भरले रियाक्ट गरेको हुन्छ। त्यस्तै क्लोरोफर्मको थर्ड प्रोपर्टिज रहेको छ एक्सन विथ कन्क नाइट्रिक एसिड, जुन प्रोसेसलाई हामीले नाइट्रेसन भन्छौँ। र नाइट्रेसन प्रोसेसमा क्लोरोफर्मलाई कन्क नाइट्रिक एसिडसँग हिट गर्दा त्यहाँबाट चाहिँ हाइड्रोजन ग्रुपलाई रिप्लेस गरेर NO2 ग्रुप सब्स्टिट्युट हुन्छ र बन्छ क्लोरोपिक्रिन प्रोडक्ट, जुन चाहिँ हामीले टियर ग्यासको रूपमा युज गर्छौँ। यो क्लोरोपिक्रिन भन्नेलाई टियर ग्यासको रूपमा युज गरेको हुन्छ। र नेक्स्ट प्रोपर्टिज रहेको छ रिडक्सन। रिडक्सनमा क्लोरोफर्मलाई एसिडिक मिडियममा रिडक्सन गर्दा जिङ्क कन्क HCl हालेर एसिडिक मिडियममा रिडक्सन गऱ्यौँ भने नेसेन्ट हाइड्रोजनले क्लोरोफर्मलाई
रिड्युस्ड गरेर प्रोडक्ट बन्न जान्छ मिथेन, जहाँबाट तिनटै सिएललाई रिप्लेस गरिदिन्छ नेसेन्ट हाइड्रोजनले र प्रोडक्ट बन्न जान्छ मिथेन। त्यस्तै नेक्स्ट प्रोपर्टिज रहेको छ एक्सन विथ एक्युस अल्काली, एक्युस केओएच, एक्युस एनएओएच, यो धेरैचोटि आइसकेको छ रिएजेन्ट, जुन प्रोसेसलाई हामीले हाइड्रोलाइसिस भन्ने गर्छौँ र क्लोरोफर्मलाई एक्युस केओएचमा रियाक्ट गर्दा हिट गर्दा हाइड्रोलाइसिस हुँदै गएर फाइनल प्रोडक्ट बन्न जान्छ फर्मिक एसिड, मिथेनोइक एसिड। यसरी हामीले क्लोरोफर्मको ल्याब प्रिपरेसन र सँगसँगै क्लोरोफर्ममा क्वेसनमा सोधिने 5वटा इम्पोर्टेन्ट रियाक्सनहरू यो स्टेप 1को पार्ट 4 भिडियोमा हामीले डिस्कस गऱ्यौँ। यसलाई सधैँ याद गर्नुहोस्, क्लोरोफर्म अक्सिडेसन हुँदा के हुन्छ, सिल्भर पाउडरसँग हिट गर्दा के हुन्छ, पङ्क नाइट्रिक एसिडसँग रियाक्ट गर्दा नाइट्रेसन हुँदा टियर ग्यास बन्दो रहेछ, क्लोरोफर्मलाई एसिडिक मिडियममा रिड्युस्ड गर्यो भने मिथेन बन्छ भने न्युट्रल मिडियममा रिड्युस्ड गर्यो भने डिसिएम डाइक्लोरो मिथेन प्रोडक्ट फर्मेसन हुन्छ। क्लोरोफर्मलाई एक्युस अल्कालीसँग हाइड्रोलाइसिस गर्यो भने फाइनल प्रोडक्ट बन्दो रहेछ फर्मिक एसिड अथवा मिथेनोइक एसिड। र हामी नेक्स्ट भिडियोमा पार्ट 5मा यसको बाँकी रहेको प्रोपर्टिज लिएर फेरि आउनेछौँ। केही सुझाव भएमा कमेन्ट गर्नुहोस्, लाइक गर्नुहोस्, भिडियोलाई सब्सक्राइब गर्नुहोस्। फेरि भेट हुन्छ हामी पार्ट 5मा। नमस्ते, गुड बाई।